यात्रा खोइ त कहाँ गयो खोइ ल फाइनली गाइस हाम्रो दाजुभाइ चाहिँ आज नुवाकोटको यात्रा सलल लाएर अनि चढ्ने अनि तुफान नुवाकोटको यात्रा ल रुमबाट निस्केर लाग्यौँ अगाडि यहाँ अगाडि गएर तरकारी किन्ने कुरो हुन्छ यहीँबाट सर्न जान यहाँ झन्डै लडे मासु किन्ने कुरो भयो मासु लिएर पनि फर्किसकेँ म अब बाइकमा चढिसकेँ सो गाइज ल हामी रुमबाट निस्केर पनि माथि यहाँनिर फुटुङको रोडमा आइसक्यौँ अब यहाँबाट नुवाकोटको यात्रा हाम्रो दाजुले यहाँ चलाइरहनु भएको छ दाजुभाइ पारामा यो देखिरहेको डाँडो पारीको डाँडोलाई चाहिँ क्रस गरेर जाने हो यो नुवाकोटबाट आएको बस भर्खरै गयो सरर ल्याएर अब लगभग हामी त्यता यो साङ्ला बस पार्क पुग्न लागिसक्यौँ आजकल चाहिँ प्रायः जस्तो यो बाटो नुवाकोटको बसहरू आउँदो रहेछ अघि भर्खरै गयो बस अहिले पनि आइसक्यो नुवाकोट तिर्सुलीको बस ओहो के धुलो ज्यादा लिएर आउँदो रहेछ झन् मैले यहाँदेखि मास्क पनि लाउनु भ्याएन साह्रै धुलो आउँदो रहेछ बाइक त पुरा रफ्तारमा हो यहाँ अगाडि एउटा भतिज र दाइ पनि गइसकेको छ उनीहरूलाई चाहिँ भेटाउने भनेर चाहिँ कुदिरहेको हो हामी बाटो चाहिँ बसहरू जान्छ हामी चाहिँ तर सर्टकट पर्ने भएर त्यो बाटो जान्छौँ बाइकमा सधैँ त्यही बाटो जाने गरेछौँ बाटो अलिक खराब छ कोही ठाउँमा ढलान छ कोही ठाउँमा पिच यहाँनिर बसिरहेको छ केटाहरू जाउँ हो के भयो अब त पछाडि बसिरहेको रहेछ भन्छ भाइ आउँछ अब केटाहरू हामी पुरै डाँडा चढेर आइसक्यौँ खतरा हो यो डाँडै कटेर जानुपर्ने हुन्छ हामी बुढो बाजे हेलमेटै नलाइकन आउनु हुँदो रहेछ यतातिर फेरि भेटिसकेको अवस्था ल साथीहरू बाइकले चाहिँ लास्ट भुवा फाङ्दो रहेछ इन्जिन गयो के हो भनेको फेरि तेर्सोमा त फाङ्दैन उकालोमा चाहिँ बेसारी धुवा फाङ्ने रहेछ
चाहिँ धुवा खाएर हामी नबस्ने अगाडि कुद्यो धुवा खाएर नबस्ने भनेर दाइहरूलाई ओभरटेक हान्दिएको हामीले। फाइनली हामी एउटा डाँडा काटिसकेका छौँ। अब अर्को डाँडा काट्नलाई बाँकी हेर हामी डाँडोमै आइसक्यौँ। यता गहिरातिर छ काठमाडौँ सहर। यता त्यो बाटो नि खतरा हुने भयो, ढलान भएछ। अझ यो हामी अहिले आएको बाटोभन्दा अब त्यो बाटो छ त्यो बाटो सर्टकट नै पर्ने हो नि, ढलान हुँदै रहेछ यो तल्लो बाटो। त्यो बाटो अझ सर्टकट पर्ने हुन्छ हामीलाई नुवाकोट जानलाई। यो बाटो अझ यो बाटो चाहिँ छिट्टो हुन्छ। हुन्छ अघिनको बाटो चाहिँ त्यो पारी गएर यता आएर लास्टमा अघि सोमो गएको बाटो चाहिँ एक्लै आएर लास्टमा आएर यहीँ जोइन हुन्छ। यही बाटो आउँछ सोमो। अब यता भन्छ यो जगत बस पार्क भइहाल्यो। मेन चाहिँ यही हो नुवाकोट जाने बाटो। अब हामी उकालो भन्ज्याङको जङ्गलको उकालो लाग्छौँ। लास्ट अन्तिम काठमाडौँको अन्तिम घर भनेको यही हो। यहाँबाट उता चाहिँ अब पुरै जङ्गलै जङ्गल। तपाईँहरूले अहिले बाटोमा देख्नु पनि सक्नुहुन्छ, कसैले मृग हरिण बाघ चित्त पनि देख्नु सक्नुहुन्छ। अब तपाईँको भाग्य छ भने, मेरो भाग्य छ भने चाहिँ यहाँनिर बाघ चितुवा अब बँदेल जस्तो जनावरहरू पनि देखिन सक्छ जङ्गलमा चाहिँ। अब हेर्दै जाउँ है ल ऊ झऱ्यो बँदेल झऱ्यो यहाँबाट। देख्दै थिएन यहाँबाट तल झरिहाल्यो बलियो बँदेल। अहिले फेरि पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। म तपाईँहरूलाई माथि एक ठाउँमा चाहिँ चितुवा प्रायः त्यहाँनिर भइरहेको हुन्छ। चितुवा चाहिँ तपाईँहरूलाई म देखाउनु सफल हुन्छु होला सायद। प्रायः त्यहाँ चितुवा भइरहेको हुन्छ। यो चाहिँ हाम्रो शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गल हो। पुरै लगभग होला 3 छ कि 2-3 किलोमिटर चाहिँ यो जङ्गलको बाटो छ। उकालो फेरि उकालो बाटो छ। टिफरहरू पनि गइरहेछ। हामी र पारमा कुदिरहेछौँ फेरि आफ्नै पारामा चिलमा कुदिरहेछौँ। चिलमा साथीहरू तपाईँहरूलाई मैले चितुवा देखाउँछु भनेको थिएँ। चितुवा खास यहाँनिर चाहिँ चितुवा बसिरहन्थ्यो, तर अहिले चितुवा रहेनछ। उता चाहिँ यो यहाँ मासतिर चाहिँ चितुवा बसिरहन्थ्यो, अहिले चितुवा रहेनछ। अन्त अब फाइनली हाम्रो यहाँनिर माथि भन्ज्याङको चेकपोस्ट पनि आइसक्यो। ल फाइनली अब काठमाडौँ छोडेर नुवाकोट आइसकेको अवस्था। यहाँनिर बोर्डहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। ए शिवपुरी गाउँपालिका पानी जोड पर्छ है के हो।
यत्रो गरेर एउटा दिने गरेन शिवपुरी गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ भने यता सूर्य चौर जाने बाटो। सो ल यता नुमाकोट गएर नि मान्छेहरू आउँदैछन् भने यता बाटो यहाँबाट चाहिँ यता नुमाकोट उता काठमाडौँ यहाँनिर सूर्य चौर गुर्जे भन्ज्याङ गुर्जे भनेको पनि कुरो छ यहाँनिर। सो ल है तपाईँहरूलाई हाम्रो दाइ कहाँ जाँदैछ हेरी चाहिँ आया हाम्रो दाइ कहाँ जाँदैछ जङ्गलतिर। फाइनली हाम्रो दाइ चाहिँ यहाँनिर अब उयो समात्न जाँदै हुनुहुन्छ के अरे चित्त समातेर ल्याउनुलाई होइन। ल साथीहरू हामीले छोडेर आएको उयो आइपुग्यो सोमु। ल फाइनली हामी यहाँनिर आएर एकछिन विश्राम गरेर पनि अब लागिसक्यौँ। ल भन्ज्याङको लाकुरीको बोट भन्ज्याङको ढल्यो लाकुरी तेनाहरूलाई भिजाउने भयो। पानी त पर्छ के हो बसौँ। ल फाइनली गाइज हामी रन हिँडिसकेको अवस्था। ल पानी परेर चाहिँ हामी यहाँ बसेका थियौँ सबैजना है। यो घरमा अब पानी कम भयो। अब तुफान 180 को स्पिडमा कुदौँ है। अब 100 सो गाइस हामी चाहिँ पानी परिसकेपछि पनि अब पानी रहेर तुफान कुद्दैछौँ। पानी डह्रो पर्यो त्यहाँ हामी सानो घरमा पनि बस्यौँ एकछिन सर्लक्क लाएर अनि कुदेका छौँ। अब ल सर्लक्क लाएर पुतली गाडी यहाँ यतातिर बसेर छ। यहाँतिर पुतली गाडी नै पुतली गाडी चल्यो हाम्रोतिर। सो गाई यता माथिल्लोपट्टि पनि छ राम्रो खालको खाजा खाने होटेलहरू। यता निद्रा पो लाग्छ त यस्तो चिसो पनि के हो है खटाएर भाइ। ल खाना खाने ठाउँ आइपुग्यो हाम्रो गुरुजीहरूको फाइनली साथीहरू यहाँ पनि ओहो ओरिजिनल अर्ग्यानिक तरकारीहरू। अच्छा अर्ग्यानिक फर्सीहरू राख्नु भएको रहेछ दामीसँग। काठमाडौँ जाने बेला भयो त लिएर जानुहुन्थ्यो। अब गाउँमा घरमा जाँदै हो घरमा त घरतिरै हुन्छ त्यही भएर हामीले लिएनौँ। परेर यहाँनिर एकछिनमै पानी पर्छ छिनमै हराउँछ के हो असार साउन भनेर यो मेरो जिग्री दोस्तको काफल डाँडा खाजा घर त्यहाँ हो मिस्टेक। ल
साथी रहेनछ, साथी भएर त बस्नुहुन्थ्यो एकछिन, साथी रहेनछ। ल फाइनली अब हामी चाहिँ यहाँबाट त्यो मेन रोड छोडेर मासतिर जान्छौँ। हाम्रो मासतिर जाने बाटो डेन्जर छ। मेन रोड छोडेर चाहिँ अब हामी मासतिर लाग्छौँ। बाटो डेन्जर। मेन रोड चाहिँ यता तलतिर हो। अब हामी मासतिर हाम्रो घरतिर लागिसकेका छौँ। यहाँबाट माथि अब यो मेन बाटोबाट मासतिर 1 किलोमिटर मासतिर गएपछि चाहिँ हाम्रो ठ्याक्कै घर आइपुग्छ। ल दामीसँग पानी त्यहाँ माथि पानी जोड परेको देखेर त यहाँबाट बाइक जाँदैन भनेको त पानी त हराएछ। त्यो त पानी परेर हिँड्छ नि। यतातिर चाहिँ बाइक मात्र जान्छ, गाडीहरू जाँदैन। ल सर गरम आइया बाटो खराब खोइ तिनीहरू आएन के हो। ल साथीहरू हामी चाहिँ घरमा आइपुगिसक्यो। पानी परेर यस्तो बिजोक यहाँ तलतिर बाटोमा भिडियो बनाउनु पाइएन, पानी परेर हतार गरेर आइयो। त्यो भएर यहाँ ठुलो पानी परेर